हेलो एभ्रिवान, नमस्कार। कक्षा कोठा युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। यस भिडियोमा लेसन 9 इन्डिसेस घाताङ्कको स्टडी गर्नेछौँ। यस भिडियोलाई 3 पार्टमा डिभिजन गरेका छौँ। फर्स्ट पार्टमा कन्सेप्टलाई बुझ्नेछौँ, सेकेन्ड पार्टमा बुकको एक्सरसाइजलाई सोल्भ गर्नेछौँ र थर्ड पार्टमा पास्ट एसई 2080-2024 को क्वेसनलाई सोल्भ गर्नेछौँ। आशा छ यो भिडियोले तपाईहरुको स्टडीमा हेल्प पुर्याउनेछ। पार्ट फर्स्टमा चाहिँ कन्सेप्टलाई बुझ्नेछौँ। इन्डिसेस भन्दा बित्तिकै यो चाहिँ एक्सपोनेन्ट अर पावर्स भन्ने हो। भन्नाले इन्डिसेस रिप्रेजेन्ट हाउ मेनी टाइम्स अर नम्बर भनेको चाहिँ बेस चाहिँ इज मल्टिप्लाइड बाई इट्स सेल्फ। कुनै पनि नम्बरसँग मल्टिप्लाई गर्दाखेरि त मल्टिप्लिकेसन हुन्छ, तर सिम्पल एउटै बेस एउटै नम्बरको चाहिँ हाउ मेनी टाइम्स मल्टिप्लाई गर्ने भन्दाखेरि चाहिँ यसलाई चाहिँ इन्डिसेस एक्सपोनेन्ट पावर भन्ने गर्छौँ। जस्तै 2 को पावर 4 भन्नु पर्यो भने चाहिँ 2 भनेको बेस छ भने पावर 4 छ भने चाहिँ यो बेसै 4 टाइम्स चाहिँ मल्टिप्लिकेसन हो। 2 into 2 into 2 into 2 यो भनेको 16 भयो। यसमा चाहिँ बेस भनेको 2 भयो र इन्डिसेस र पावर भनेको चाहिँ 4 भयो। यति बुझेपछि चाहिँ अब हामीले चाहिँ यो इन्डिसेसको चाहिँ हामीसँग 5 टाइप्स अफ रुल्स छ। यो लहरुलाई हेरौँ है त। मल्टिप्लिकेसन ल भनेको चाहिँ यदि बेस सेम छ र त्यसको पावर चाहिँ डिफरेन्ट छ र एकअर्कामा चाहिँ मल्टिप्लिकेसनको टर्ममा छ भने चाहिँ बेस सेम भएर पावरलाई एडिसन हुन्छ। a टाइम्स m प्लस n भयो। डिभिजन ल भनेको चाहिँ यदि बेस सेम छ a छ, पावर चाहिँ न्युमेरेटरमा m छ, डिनोमिनेटर तल चाहिँ n छ भने चाहिँ न्युमेरेटरको प्लस हुन्छ, डिनोमिनेटरको माइनस हुन्छ, m माइनस n। बेस त सेम छ। त्यस्तै यदि पावर अफ पावर छ भने जस्तै a बेसको चाहिँ m पावर छ, त्यसको पनि n पावर छ भने चाहिँ मल्टिप्लिकेसन हुन्छ। पावरको बेस चाहिँ सेम a को पावर m इन्टु n भयो। त्यस्तै नेगेटिभ इन्डेक्स छ, जस्तै a को पावर माइनस n छ भने चाहिँ यो माइनस n भनेको चाहिँ न्युमेरेटरबाट डिनोमिनेटरमा तल झर्ने हो भनेको तल झर्ने डिनोमिनेटरमा है त 1/a को पावर n हो। त्यस्तै फ्र्याक्सनल इन्डेक्स भनेको चाहिँ यदि a भन्ने बेसको पावर चाहिँ 1/n छ, फ्र्याक्सनमा छ भने चाहिँ यो चाहिँ रुट अन्डर भन्ने हो। तर कुन रुटले भन्दाखेरि चाहिँ n रुट अन्डर a भन्ने भयो। त्यस्तै a को पावर m/n छ भने चाहिँ इज इक्वल टु चाहिँ n रुट अन्डर a को पावर m। माथि न्युमेरेटरमा भएको त पावरै हो, तर डिनोमिनेटरमा पाएको पावर चाहिँ रुट अन्डर n हुने रहेछ। यसरी यो 5 वटा लको आधारमा चाहिँ हामीले इन्डिसेसलाई चाहिँ सोल्भ गर्नेछौँ। पार्ट सेकेन्डमा चाहिँ एक्सरसाइजलाई सोल्भ गर्नेछौँ। एक्सरसाइज 9.1 को क्वेसन नम्बर 3 को जीलाई लिएका छौँ। क्वेसन यस्तो छ है त। सोल्भ भनेर भनेको छ 3 को पावर x प्लस 2 प्लस 3 को पावर x प्लस 1 प्लस 2 इन्टु 3 को पावर x प्लस 126 भनेर एउटा क्वेसन दिएको छ। इक्वेसन भने यसमा चाहिँ x को भ्यालु निकाल्नु चाहिँ सोल्भ गर्नु हो। सो अब हामीले हेर्दाखेरि चाहिँ हामीलाई 3 को पावर x प्लस 2 भन्नु र अब यहाँ हामीले मल्टिप्लिकेसनको रुल्समा हेर्दाखेरि त e को पावर m प्लस n भनेको त a को पावर m इन्टु a को पावर n हो। यो रुल्स लाउँदाखेरि चाहिँ 3 को पावर x प्लस 2 भनेको के हो भन्दाखेरि एउटा 3 को पावर x भयो इन्टु 3 को पावर 2 भयो, प्लस अर्को भनेको 3 को पावर x इन्टु 3 को पावर 1 भयो। यो त सिम्पल त्यही रुल्स भयो। प्लस 2 इन्टु 3 को पावर x इज इक्वल टु 126। वाइ हामीले यो गरेको भन्दाखेरि चाहिँ अब 3 को पावर x 3 को पावर x 3 को पावर x भयो। भ्यारिएबलको मात्रको टर्म चाहिँ एक ठाउँमा कमन लिन सक्यौँ नि त। सो अब 3 को पावर x लाई कमन लियो भने यहाँ के बस्यो भन्दा 3 को पावर स्क्वायर भनेको 9 बाँकी बस्यो, प्लस यो टर्ममा 3 बस्यो, यो टर्ममा चाहिँ 2 बस्यो, सबै प्लस छ इज इक्वल टु 126 छँदैछ। अब यसलाई हेर्दाखेरि चाहिँ 3 को पावर x टाइम्स 9 प्लस 3 प्लस 2 भनेको त कति भयो भन्दाखेरि 14 इज इक्वल टु 126 भयो। 3x इज इक्वल टु यो मल्टिप्लिकेसनमा छ भने चाहिँ 126 डिभाइड बाई 14 हुने भयो। 126 डिभाइड बाई 14 भनेको चाहिँ 9 हुन्छ। 9 भनेको के हो भन्दाखेरि 3 को स्क्वायर हो। 3 इन्टु 3 भनेको स्क्वायर हो, राइट। अब यसलाई अझ यसरी सिम्प्लिफाई गर्दा 3 इन्टु 3 अनि 1 स्क्वायर भयो। अब हामीले हेर्दाखेरि त यहाँ 3 को पावर x इज इक्वल टु 3 को पावर 2 छ। बेसको पावर चाहिँ सेम छ, 3 र 3 बेस सेम छ र पावर चाहिँ देयरफोर x इज इक्वल टु चाहिँ 2 हुन्छ। भनेको बेस सेम छ भने चाहिँ पावर पनि अलवेज सेम हुन्छ।
यसरी चाहिँ हामीले x को भ्यालु चाहिँ सोल्भ गर्यौं। एक्सरसाइज 9.1 को 7 को ए लिएका छौं। क्वेशन यस्तो छ है त, if x is equal to 3 को पावर 1/3 plus 3 को पावर minus 1/3 then prove that 3x times x square minus 3 is equal to 10 रे। अब हामीलाई चाहिँ x को भ्यालु चाहिँ दुईवटा टर्ममा दिएको छ, 3 को पावर 1/3 र 3 को पावर minus 1/3, अनि यो चाहिँ प्रुभ गर्नु छ भनेपछि अब हामीले यो चाहिँ अलिक कम्प्लेक्स देखिया छ नि त। x को भ्यालु चाहिँ दुईवटा छ, यो सब्स्टिट्युट गर्दा लङ हुन्छ। सो हामीले के पुट गरौँ भन्दाखेरि 3 को पावर 1/3 भनेको a हो भने a इन्भर्स भनेको 3 को पावर minus 1/3 भनेपछि त यो सेकेन्ड टर्म भनेको त 1/a हुन्छ। अब हामीले हेर्दाखेरि त 3a को इज इक्वल टु 3 को पावर 1/3, a इन्भर्स भनेको 1/a इज इक्वल टु 3 को पावर minus a। Therefore, x इज इक्वल टु त के भयो भन्दाखेरि a प्लस 1/a हुँदो रहेछ। अब मोर सिम्प्लिफाई गर्न सजिलो भयो नि त। अब लेफ्ट ह्यान्ड साइडलाई चाहिँ प्रुभ गर्नु छ राइट ह्यान्ड साइडसँग। सो लेफ्ट ह्यान्ड साइड लिँदा चाहिँ 3x टाइम्स x स्क्वायर माइनस 3 छ। अब यसलाई a को भ्यालु जस्ट सब्स्टिट्युट गरौँ त, 3 इन्टु x भनेको त भर्खरै हामीले लेट गरेछौँ a प्लस 1/a राइट, इन्टु x स्क्वायर भन्ने छ, x स्क्वायर भनेको a प्लस 1/a को स्क्वायर अनि माइनस 3 छ राइट। यो त नर्मल x को भ्यालु सब्स्टिट्युट गरेको मात्रै हो। इज इक्वल टु लेफ्ट ह्यान्ड साइड इज इक्वल टु 3 छँदैछ इन्टु a प्लस 1/a मल्टिप्लाई गरौँ। अब यसको भित्रको पार्ट हेरौँ है त, a प्लस 1/a को स्क्वायर भनेको a प्लस b को स्क्वायरको टर्ममा हेर्दा त फर्मुला थाहा छ, यो भनेको a स्क्वायर प्लस 2 इन्टु a मा a छ, b को ठाउँमा 1/a छ, प्लस b स्क्वायर भनेको 1/a को स्क्वायर माइनस 3, यो त सिम्पल छँदैछ हैन, क्वेसनमै छ। और इज इक्वल टु 3 इन्टु a प्लस 1/a टाइम्स, अब हेरौँ है, a इन्टु a यो डिभाइड र मल्टिप्लिकेसनमा क्यान्सल आउट भयो, यो भनेको a स्क्वायर प्लस 2 बाँकी रह्यो, प्लस यो भनेको 1/a स्क्वायर भयो माइनस 3 भयो राइट। यो छँदैछ माइनस 3 2 कति भयो भन्दा 3 टाइम्स a प्लस 1/a टाइम्स a स्क्वायर प्लस 1/a स्क्वायर भयो। अब माइनस 3 प्लस 1 भनेको माइनस 1 बाँकी रहने भयो। फेरि सिम्प्लिफाई गरौँ है त, 3 इन्टु, अब यो दुईवटालाई चाहिँ 3 टाइम्स यो दुईवटालाई मल्टिप्लिकेसन गर्यो भने चाहिँ a इन्टु a स्क्वायर भनेको a क्युब, a इन्टु 1 प्लस a स्क्वायर, एउटा यसले तीनैवटा पार्टलाई मल्टिप्लिकेसन गरौँ, a डिभाइड बाई a स्क्वायर माइनस a भयो राइट, 1/a इन्टु a स्क्वायर राइट। अब यसले अर्कोलाई पनि गरौँ, प्लस 1/a इन्टु 1/a स्क्वायर, यो त सिम्पल मल्टिप्लिकेसन त हो, 1/a इन्टु 1 भनेको 1 भयो, 1/a भयो। यसलाई हेर्दाखेरि त 3 टाइम्स a क्युब भनेको जस्ताको तस्तै a र u क्यान्सल भएर 1/a भयो माइनस a भयो। अब प्लस यो a र यो a स्क्वायर भनेको प्लस a मात्रै भयो, प्लस यो भनेको a इन्टु a स्क्वायर इन्टु a भनेको a क्युब भयो माइनस 1/a भयो। यहाँ हेर्दाखेरि त प्लस a माइनस a 0, 1/a प्लस 1/a माइनस छ, यो पनि 0 इज इक्वल टु त के बाँकी रह्यो भन्दाखेरि 3 टाइम्स a क्युब माइनस छैन प्लस 1/a क्युब। लेफ्ट ह्यान्ड साइड इज इक्वल टु त 3 टाइम्स a क्युब प्लस 1/a को पावर क्युब भन्ने थाहा भर्यौँ। अब यसलाई मोर सिम्प्लिफाई गर्दाखेरि चाहिँ 3a क्युब भयो प्लस 3 डिभाइड बाई a को पावर क्युब भयो। हामीले त लेट गरेका छौँ a इज इक्वल टु 3 को पावर 1/3, सो अब a को ठाउँमा चाहिँ हामीले लेट गरेको 3 को पावर 1/3 सब्स्टिट्युट गर्दा 3 इन्टु a भनेको चाहिँ के छ, 3 को पावर 1/3, अब फेरि यसको पावर पनि क्युब छ, प्लस 3 डिभाइडेड बाई a को पावर भनेको 3 को पावर 1/3 को पावर पनि क्युब छ। यसलाई हेर्दाखेरि त 3 इन्टु 3, अब यो भनेको पावरको पावर भनेको त मल्टिप्लिकेसन डिभिजन जे छ त्यही हुन्छ, पावर 3/3 प्लस 3 डिभाइडेड बाई 3 को पावर 3/3 भयो, यो 3 क्यान्सल, मल्टिप्लिकेसन डिभिजनको टर्ममा त क्यान्सल आउट भयो, 3 इन्टु 3 को पावर 1 भयो, प्लस 3 डिभाइडेड बाई 3 भयो को पावर 1 भयो,
यो 3 3 क्यान्सल भनेको 1 बाँकी बस्यो अनि 3 into 3 भनेको 9 9 plus 1 भनेको त 10 भयो। अब हामीलाई त क्वेशनले दिएको छ 10 भनेको त राइट ह्यान्ड साइड हो। देयरफोर लेफ्ट ह्यान्ड साइड इज इक्वल टु चाहिँ राइट ह्यान्ड साइड चाहिँ प्रुभड भयो। पार्ट 3 मा चाहिँ हामीले पास्ट एसई 2080 2024 मा सोधिएको क्वेशन लिएका छौं। क्वेशन नम्बर 10 को बी मा सोधिएको छ 3 मार्क्समा क्वेशन चाहिँ यस्तो छ है त। सोल्भ भने त 6 को पावर x प्लस 6 को पावर माइनस x इज इक्वल टु 6 into 1/6 भनेर सोधेको छ। यसमा चाहिँ अब सोल्भ भनेपछि x को भ्यालु चाहिँ निकाल्नु त। अब हामीले यसलाई सोल्भ गर्दाखेरि 6 को पावर x प्लस पावर को माइनस छ भने त यो त 1/6 को पावर x हुने भयो। प्लस 6 into यो भनेको त हामीले क्याल्कुलेट गर्न आउँछ 6 into 6 plus 1 37 divided by 6 भयो। अब हामीले लेट गर्छौं 6 को पावर x इज इक्वल टु चाहिँ a भनेर गर्यो भने अझ मोर सिम्प्लिफाई हुन्छ। अब यसलाई गरिसकेपछि अब हाम्रो इक्वेसन त के बस्छ भन्दाखेरि a प्लस यो भनेको त 1/a हुने भयो इज इक्वल टु 37/6 रहेछ राइट। अब यसलाई सोल्भ गर्दै जाउँ त यो एउटै ठाउँमा a into 1/a गरे भने सेम बस्छ into a/a 1/a किन गरे भन्दाखेरि सेम डिनोमिनेटर बनाउनको लागि 37 divided by 6 भयो। अब यो फेरि क्यान्सल आउट हुँदा पनि सेम हुन्छ। सो यो भनेको a square plus 1 divided by a कमन भयो इज इक्वल टु 37/6 भयो। हेरौँ है त a square plus 1 times 6 भयो यो उता मल्टिप्लिकेसन गर्यो इज इक्वल टु 37 into a यसलाई गर्दाखेरि 6a square plus 6 भयो 6 ले मल्टिप्लिकेसन गर्दा इज इक्वल टु 37a यो गर्दाखेरि चाहिँ 6a square यो 37a लाई लेफ्ट ह्यान्ड साइडमा लाँदाखेरि माइनस 37a प्लस 6 इज इक्वल टु 0। क्वाड्रेटिक इक्वेसनलाई सोल्भ गर्दाखेरि चाहिँ हामीले फ्याक्टराइजेसन वेले सोल्भ गरौँ। 6a square हेरौँ है त 6 into 6 36 यहाँ अब हामीले 36 लाई चाहिँ अनि प्लस माइनस गरेर 37 हुनु पर्यो। 36 को फ्याक्टराइजेसन चाहिँ 6 into 6 36 र 36 into 1 भनेको चाहिँ 36 नै हुन्छ। सो माइनस 36 प्लस 1 भनेको 37 भयो अनि 36 भनेको चाहिँ 6 into 6 को 36 मल्टिप्लिकेसन नि भयो फ्याक्टराइजेसन भयो प्लस 6 इज इक्वल टु 0। अब यसलाई मोर सिम्प्लिफाई गर्दाखेरि 6a square minus 36a प्लस माइनस माइनस a प्लस 6 इज इक्वल टु 0 हुने भयो। अब यो टर्ममा त हामीले कमन लिँदाखेरि चाहिँ 6a कमन ल्याउँ त के बाँकी बस्छ भन्दाखेरि a माइनस 6 बस्ने भयो एउटा माइनस 1 कमन लिँदा केही छैन सो a माइनस 6 हुने भयो इज इक्वल टु 0। अब यहाँ हेर्दाखेरि चाहिँ a माइनस 6 र a माइनस 6 कमन छ देयरफोर a माइनस 6 कमन लियो भने फर्स्ट पार्टमा बस्यो 6a सेकेन्ड पार्टमा बस्यो माइनस 1 इज इक्वल टु 0 राइट। देयरफोर अब हामीसँग त आइदर के हुने भयो भन्दाखेरि a माइनस 6 इज इक्वल टु 0 हुन्छ इम्प्लाइज द्याट a इज इक्वल टु 0 हुने भयो राइट। के हुन्छ त भन्दाखेरि चाहिँ 6a minus 1 is equal to 0 हुन्छ implies that 6a is equal to 1 भयो implies that a is equal to 1 by 6 हुने भयो। हामीसँग चाहिँ a को भ्यालु चाहिँ दुईवटा हुने भयो therefore a is equal to चाहिँ 6, 1 by 6 हुने भयो। अब हामीले चाहिँ a को भ्यालु चाहिँ 6 र 1 by 6 निकाल्यौं तर हामीले फर्स्टमै लेट गरेछौं a is equal to चाहिँ 6 को पावर x भनेर। अब हामीले चाहिँ when a is equal to 6 अब a को भ्यालु चाहिँ राइट गर्दाखेरि त के हुने भयो भन्दाखेरि 6 को पावर x is equal to a is equal to 6 हुने भयो। यो भनेको त 6 को पावर 1 भयो। therefore बेस सेम छ भन्दा therefore x is equal to 1 हुने भयो एउटा। when a is equal to 1 by 6 हुँदाखेरि त यो के भयो भन्दाखेरि चाहिँ a 6 को पावर x is equal to a is equal to 1 by 6 is equal to 6 को पावर minus 1 हो राइट। therefore यो बेस सेम छ भने पावर त सेम हुन्छ x is equal to minus 1 हुने भयो। therefore x is equal to 1, minus 1 चाहिँ आन्सर हुने रहेछ। Thank you for watching this video. If you like this video, please share with your friend.